ल हाम्रो चाहिँ बाजेले के बनाउँदैछन् के बनाउँदै कैसे कहूँ मैं तुमसे कोई के काटो यो तेरे आसपास रहूं दिल भी रहे उहाँहरूलाई लाइक चाहिँ हान न के अरे युट्युबमा गएर भिडियो हेरेँ मैले जितना भी देखूं दिल भर ना आए ऐसा समा है हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग अनि आजको ब्लगमा चाहिँ स्वागत छ म सञ्चारमै हजुर पनि सञ्चारमै हुनुहुन्छ भन्ने लागिरहेको छ मलाई आज है लक्कल चाहिँ खाना नखाएर झट्ट मजा ब्लगिङ स्टार्ट अनि हुन्छ नि गाइस आज अब त्यस्तो त केही छैन प्लानहरू आज घुम्ने खास केही प्लान छैन यताउता है त्यही हो गाइस अब घाम चाहिँ दह्रो छ बाहिरतिर ठिकै छ त्यही पनि हेरौँ अब आजको मौसमले के साथ दिन्छ भन्ने फर्स्ट मेरो भिडियोमा फर्स्ट हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब है गाइस सब आफ्नो आफ्नोमा छन् व्यस्त छन् कोही यता सुतेर कोही यता मुखेर त्यो यहाँ सबको आफ्नो आफ्नो छ सुतेछन् कोही है बाहिरको मौसम चाहिँ यस्तो छ घामसाम है गाइस अब म आज मेरो गाउँ हेर मेरो गाउँ चाहिँ कस्तो छ लागेर चाहिँ हेर्नु मेरो गाउँ क्या एकदम मेरो गाउँ त एकदम मन पर्दा क्या म काठमाडौँ गएको थिएँ 2-3 महिनाको लागि गए पनि त्यस्तै भयो आइहाल्यो फेरि जाने हो फेरि अब कलेज त उतै जोइन गरेको छु मैले यता जोइन गरेको थिएन उतै जोइन गरेको छु त्यही भएर चाहिँ पढ्न चाहिँ फेरि उतै जान्छु म यहाँको मौसम त यस्तो छ घामसाम पुरै देख्न सक्नुहुन्छ अगाडिको भ्यू अब म बाजेको घर जान्छु एकदम यो हो तरिका अनि हामी त अब यसो हो क्या भिडियो बनाउँदै अनि अनि हाम्रा यहाँ बाजेहरू छन् अनि भाइ भन्नुहोस् भाइ हेर्नुहोस् यो सही हो नि त यो यो को छन् पुरै टिभी हेरेर बस्छन् क्या छ कि टिभी 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 लगाएको ल हाम्रो चाहिँ बाजेले के बनाउँदैछन् के बनाउँदै यो यो यार यो के भन्दैछ यो मदानी भन्ने कुरो भयो हो के काठो यो यो गजेन हो गजिनी कता हो हामी कता नै यस्तै भिडियो बनाउँदै ए भिडियो बनाउँदै हो अँ। हामी एउटा क्यामेरा पनि छैन हाम्रो क्यामेरा यहाँ कहाँ गयो क्यामेरा क्यामेरा हरायो बाजे अरे के अचम्म के लाज मन गर्छु यार हराइदियो हाम्रो हाम्रो काममा व्यस्त छन् माथि हो हामी भने मात्रै हो फाल्तु घुमिरहने बाजु जब काममा व्यस्त छन् हामी त्यही हो फाल्तु हामी के जागिर हो कि यार फाल्तु त हो कहाँ जागिर तपाईँको त काम त गरेर आउनु भएको छ यार काम त त्यति काम पनि छैन यसो हान्नु पऱ्यो भने 2 हात भनेको छैनन् कोही कति भाइ कहाँ गयो खै गएको अघि बिहान यहाँ आएको थिएन नै आएन यार बिहान बस्थ्यो हाम्रो त्यहाँ पुरै बड्डाबड्डीहरूको चाहिँ पुरै तास जमाउने पार्टी चलिरहेको हुन्छ सो गर्मी पनि के साह्रो बढ्यो हो यो गर्मी त अब बढ्दै जाने हो गर्मी भनेको बादल भइरहेको छ न साला पानी आउँदैन पानी आउनु पर्ने हो पानी आउनु पर्ने हो भनेको हो अनि बडु हाम्रो के गरेर हान्छ खै के गर्दै थाहा बडुको सरकार के गरेर सुत्यो होला नि म एकछिन घर पुगेर आउँछु तास खेल्नु पर्छ हजुर खाना त खाइसक्यो अनि गाइस त्यही हो नि सबै आफ्नो आफ्नो काम केमा व्यस्त छ सबै हामी चाहिँ यस्तै हो अरू यस्तै हो गाइस है भक्करी खाना नखाएर पेट टम्म भन्छ अब यताउता मेरो गाउँ चाहिँ यस्तो छ हरियाली छ दामी छ मेरो गाउँ त दामी छ मलाई त एकदम मनपर्छ कि आफ्नो गाउँ त खै अरूले चाहिँ के कस्तो हुन्छ मेरो गाउँ चाहिँ मलाई त लास्ट मनपर्छ क्या यहाँ सेफ लाग्छ मलाई अरू ठाउँभन्दा त यो ठाउँ राम्रो लाग्छ मलाई किनभने चाहिँ अब बच्चैदेखि नै यतै बसेको त्यही भएर पनि होला अब जान्छु म आज कहाँ पुगिन्छ गाइस नै देख्नु होला गाउँको
अब गाउँमा त्यस्तो ठुल्ठुलो घरहरू हुँदैनन्, सानो ठुलो कच्ची घर चट्ट। त्यस्तो किन मुख लगाउँछ तिमीहरू? म किन लगाउँछौ अमास? यहाँ के अरे साथमा फेल भयो मान्छे उनको मुख हेर। मेरो सब भिडियो हेर्छु यहाँ हेर गाइस, मेरो टिकटकमा हेरेर सब भिडियोहरू लाइक चाहिँ हानिदिन्छ। यस्तो हुन्छ उमा लाइक चाहिँ हान न, के अरे युट्युबमा गएर भिडियो हेरेँ मैले, यसबाट हेर न, भिडियो सिडियो हेर्ने गर यार। के हो यार त तपाईँ त मेरो फ्यान भयो जस्तो छ यार। किन मन लाग्यो तिम्रो यस्तरी भेट्न आउँछ तपाईँ। अब सेल्फी दिनुपर्ने हो। म अब मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरे छैन, यिनले गरे कि गरे छैनन्। कहाँ गरेको छौ गरे यी भिडियोहरू हालेको छु मैले, हेर न। भिडियोहरू हेर्ने छैनन्, हेर्नु पऱ्यो नि त, सब्सक्राइबरकै हान्नु पऱ्यो। उहाँ आएर फुली भन्ने चाहिँ है कत्तरी टिकटक चलाएर बसिरहन्छ, सब आफ्नो आफ्नो मोबाइलमा व्यस्त छन्। यहाँ त हामी मात्रै हो क्या यहाँ त भिडियो बनाएर बसिरह। अनि हाम्रो बाइजू चाहिँ पुरै यहाँ कट्टा सिल्दै कट्टा टालो हाल्दै ढिमा चाहिँ पढ्दै यति नि पढ्छ भनेर कोही गर्दैला नि त। हेर है 12को एक्जामको तयारी चल्दैछ। अब 11 गतिदेखि एक्जाम स्टार्ट छ। अब आज 2 भइहाल्यो, 12को एक्जाम स्टार्ट छ यिनीहरूको। अब 11देखि आजदेखि यिनको पुरै प्र्याक्टिस चलिरहेछ। माइजूको आफ्नै प्र्याक्टिस छ टाउलो हाल्ने। अनि बनाउनु पर्ने के हो, पङ्खा थियो पङ्खा हेर नि त्यो भुस लगाएर कस्तो भयो। माइजूको पङ्खा छ, खै कुन हो यो, कुन हो चल्नेवाला, कुन हो त्यो चल्दैन त, उहाँ मात्रै हुन्छ त। रोक एकछिन। चाहिँ के भयो भन्दाखेरि त्यहाँ पङ्खा नि बिग्रिएर रहेछ तिनको, त्यो हुन्छ नि त्यो भित्र त्यो सेल, अनि त्यो चाहिँ सकिया रहेछ तिनको। अनि त्यो चाहिँ मैले खोलिदिएँ। अब त्यो गएर लिएर आउँछन् सेल, अनि साँझ म चाहिँ जोइन हानिदिन्छु, त्यसरी चल्छ फोन पङ्खा चल्छ। मलाई हल्का फुल्का वायरिङ पनि आउँछ गाइस, नआउने होइन, वायरिङ पनि गर्न आउँछ। म वायरिङदेखि लगाएर मोबाइल सोबाइल पनि बनाउनु आउँछ मलाई। मैले यति काम चाहिँ सिकेको छु, जानेको छु। काम छ गाइस। लास्ट बेग्गे मेरो भाइ, ए काले रोक। लास्ट गर्मी छ गाइस है, घाम चाहिँ पनि डह्रो छ। यस्तै घाम भयो भने त एकचोटि मार्छ हो, यसमा मार्छ पुरै लठेरम्म बनाएको छ। खै यस्तै गर्मी हुनु भइराख्ने भने त मान्छे कालोले होइन केले मर्छ। लास्ट गर्मी हो यार, यस्तो गर्मी चाहिँ हुनुहुन्न यार। एउटा भाइ छ अगाडि, अब त्यो भाइलाई लैजानु पऱ्यो घुमाउन। यसो कहाँ छ मेरो गाउँ हेर गाइस, देखि यस्तो लगेर है, सब मस्त छ, एकदम राम्रो देखिएको छ। अब म जान्छु आफ्नो खेत बारीमा, मौसम सरल मेरो खेतबारी है गाइस। मम्मी ठाउँ जाँदैछु। मम्मी के गर्दै हुनुहुन्छ? सानी काट्दै। मम्मी त सानी काट्दै हुनुहुन्छ, चरी खेतमा चरी काट्दै हुनुहुन्छ। म चाहिँ यो चाहिँ ठ्याक्कै हाम्रो मकै बारी, दुईतिर मकै छन् है गाइस। मकै बारीमा धेरै काण्डहरू हुन्छन् भन्ने सुनेको थिएँ, त्यो पनि होला सायद थाहा छैन गाइस। यस्तो छ, यो चाहिँ मेरो घर है, प्लस्टर चाहिँ भएको छैन, धेरै छ गर्न बाँकी, घरको नि प्रोसेसहरू धेरै छ। यो चाहिँ भान्सा, अनि यो यताको चाहिँ पक्की घर चाहिँ मेरो ठुलेमीको, ठुलो बुवाको भन्छन् के भन्छन्, यो ठुलो बुवाको। अनि यो घर चाहिँ मेरो हो,
यो घरको चाहिँ कोठाहरू भनेको 4वटा छ। एउटा कोठा यता, एउटा यहाँ, एउटा यता, एउटा यता। यो कोठामा चाहिँ बहिनीहरू बस्छन्। त्यो कोठा अनि यो कोठा चाहिँ मेरो। यो कोठा चाहिँ केही गरेको छैन, त्यत्तिकै लथलङ्ग छ, बनाउनु छ। यताको कोठा चाहिँ बजेको, यो कोठा चाहिँ फर्स्ट मम्मीको। यताहरू मम्मीहरू बस्नुहुन्छ, त्यो पनि त्यत्तिकै छ। धेरै छ घर बनाउन, प्रोसेस धेरै छ घरको भने, बनाउनु धेरै छ। मेरो घर चाहिँ देखिहाल्नुभयो कस्तो छ, के छ। टक्क भान्साको यो यस्तो छ गाइस मेरो लाइफ। यस्तै हो मेरो लाइफ त है। सबै घर बनाउनु छ, अरू त सबै चिज भयो अनि घर चाहिँ बनाउनु छ। अब मेरो घरमा चाहिँ बाबा मम्मी बुवा बहिनी 2टा भाइ छन्, 2टा बहिनी छन्। त्यस्तै छ गाइस अहिले है। लथालङ्गै छ घर चाहिँ बनेको छैन मेरो पुरै। यो घर चाहिँ पुरै बनाउनु पर्ने छ। अब बनाउने हो म यो घर पुरै बन्नु छ। भित्र बाहिरभित्र प्लस्तर गरेर तल ढलान हान्नु छ यसको घरको। तल चाहिँ कच्ची छ, यस्तो प्लस्तर छैन। तल यस्तो माटोको टाइपको लिपेको छ क्या, त्यो भएर त्यस्तो कच्ची छ। सबै छ बनाउनु पर्ने, धेरै छ। घर पनि बनाउनु पर्ने, त्यो भएर खानाको टक्क मेरो लागि चाहिँ खाना आइसक्यो। तरकारी, रोटी, दुध, घरेलु खाना गाइस, पौष्टिक खाना। टमाटरको तरकारी हो है, अझ टमाटरको तरकारी, रोटी 3 रोटी छ। अनि यहाँ चाहिँ दुध सुप छ, यो छ खानाको। मम्मीहरू चाहिँ भान्सामा हुनुहुन्छ, म चाहिँ भित्र बसेर खाइरहेको छु। हुन्छ नि खाना एकदम घरेलु खाना चाहिँ खान पाइन्छ क्या। त्यस्तो खाना चाहिँ कोहीले खाना पाउँछ भन्नुहुन्छ, हामीले पाउने हो क्या। गाइस अब म अनि खाना खाएको खाना खान्छु, त्यसपछि हुन्छ नि सुत्नुपर्ने छ। भोलि बिहान नै कलेज जानुपर्ने छ। जाने भने हो भोलि, के हुन्छ भोलिको अब बिहान उठ्न सकिन्छ कि सकिँदैन। सक्यो भने जाने हो, सकेन भने अब के भन्नु छ र। त्यही हो गाइस। माथि चाहिँ पंखा फोरेर चलिरहेको छ। अब यस्तो सुत्नु पऱ्यो, भोलि बिहान जानु पर्ने छ कलेज है। अब आजको ब्लग यति नै गाइस। अब नेक्स्ट ब्लगमा भेटौँला। लाइक कमेन्ट सब्सक्राइब, बेल आइकनलाई दाब्नु होला। लाइक कमेन्ट सब्सक्राइब है, बेल आइकनलाई दाबेर अल गर्नु होला। आजको ब्लग यति नै। अब बाई।